पनि आर्थिक स्थिति अलिक कमजोरै छ सर। 2 रोपनी मैले जमिन लेसी फर्सीको सिजन थियो, फर्सी लाइयो। अब फर्सी निखारेर अहिले मकै छ अनि सिमीहरू लायौँ सर। अहिले सिमी निखारेर अहिले काँक्रा यस्तै तनी बोडीहरू लाइएको छ। अब उहाँले दिनुभएको रकमले अब यसो बिउ बिजनहरू किन्न पाइएछ, मोलहरू किन्न पाइएको छ। अब बच्चाहरू कहिलेकाहीँ बिरामी हुन्छन्, अब त्यो बच्चाहरूलाई मेडिकलहरू स्वास्थ्य चौकीसम्म लानको लागि सहयोग भएको छ। तालिमहरू अब यो पशुपालनहरूको खेतीपातीको तालिम पाइएको छ सर। हजुर सहयोग धेरै सहयोग भएको नजानेको कुराहरू सिक्न पाइएछ। अब कतिपय अब सुरुमा गर्दाखेरि त अब यो खेतीपातीको बारेमा अब थाहा हुँदैन, कसरी लाउन पर्ने, अब कसरी बिउ बिजनहरू बिउ पटमा हाल्न पर्ने, अनि कसरी रोप्न पर्ने, के चाहिँदो रहेछ, तरकारीहरू लाउँदाखेरि कसरी हाल्दाखेरि कस्तो हुँदो रहेछ भन्ने कुरोहरू सिक्न पाइएछ सर। अब यो अहिले जुन अब यो 2 रोपनी लिएको छ हैन, 2.5 रोपनी छ। अब पछि पनि यही अनुसार गर्दै गइयो भने जस 4 रोपनी जस्तो गर्न सक्छु भन्ने आँट छ। बिउ बिजनहरू अनि जुन यो रकमहरू दिनुभएको नि हो, त्यो यतिसम्म गर्दाखेरि अब अहिले जुन हामीलाई भयो यो अरूलाई नि होस् भन्ने चाहना चाहिँ छ, हाम्रो सबैको छ। बर्खामा हुन्छ मकै, हिउँदामा दुःख गरेर खाने ठाउँ छैन। पेसा नै हाम्रो यही खेती त हो नि सर। ठुलो परिवर्तन छ र ठुलो आशा पनि छ, ठुलो सहयोग मिलेछ सर। यो खेती किसानी गरेर अनि यसो सहयोगहरू मिल्दाखेरि चाहिँ धेरै खुसी छौँ सर।